नमस्कार, मेरो यो भिडियो हेरेर बस्नुभएको सम्पूर्ण सबैलाई आज म यो क्युब मिलाउने तरिका सर्वप्रथम त क्युबमा 6वटा कलर हुन्छ, जसमध्येमा यो सेन्टरमा हेर्ने सेन्टरमा कहिले पनि चेन्ज हुँदैन। सेन्टरमा जस्तै यहाँ ओरेन्ज छ ओरेन्जै हुन्छ, कहिले पनि हुँदैन। ब्लू छ ब्लू नै हुन्छ, कहिले पनि चेन्ज हुँदैन। त्यसै गरी मेरो एकातिर रेड छ, रेड यो कहिले पनि चेन्ज हुँदैन। त्यसै गरी यतापट्टि हेर्ने बायाँपट्टि लेफ्टपट्टि हेर्ने भने ग्रिन छ सेन्टरमा अरू चेन्ज हुन्छ, अरू चाहिँ यताउता हुन्छ, तर यो सेन्टर कहिले पनि चेन्ज हुँदैन। तल्लोपट्टि हेर्ने पनि येल्लो छ। मैले चाहिँ माथिबाट मिलाउन गइरहेको छु। माथि यहाँ चाहिँ व्हाइट देख्नुभएको छ। अब यहाँनिर यो यहाँ सिधा प्लस प्लस सुरुमा मिलाउने, यहाँ यता प्लस मिलाउने। यहाँ व्हाइट छ भने यहाँ व्हाइट चाहियो, यहाँ व्हाइटबाट मिलाउन लाग्यो भने यहाँ व्हाइट चाहियो फेरि है। यो व्हाइट यहाँ व्हाइट भइसकेपछि त यहाँ यतापट्टि के छ सेन्टरमा ब्लू नै हुनुपर्छ। त्यसलाई सेन्टरमा हेर्ने। अब सुरुमा हामीले हेर्नु चाहिँ अब व्हाइट र ब्लू भएको हेर्ने। व्हाइट र ब्लू भएको कहाँ छ? यहीँ छ, यहीँ ब्लू छ। छ बेला यसरी माथि गर्ने, माथि गरी जस्तै र प्लस अरूसँग हामीले हेर्ने होइन। पहिला सुरुमा प्लस भएको मात्रै हेर्ने, प्लस भएको मात्रै मिलाउने है। त्यस्तै गरी हेर्नु त यहाँ ग्रिन छ, यहाँ व्हाइट छ। अब ग्रिन भएको यहाँ चाहिँ यहाँनिर ग्रिन छ यसो माथि अफ गर्ने। हेर्नुहोस् त यो सिधै यो माइनस भयो, अब प्लस गर्ने होला है। यहाँ रेड छ अनि व्हाइट छ। अब रेड र व्हाइट, अब रेड सेन्टरमा कहाँ छ? सेन्टरमा रेड कहाँ छ हेर्नुहोस् है। अब यसलाई लिएर सेन्टरको रेड खोज्दै जाने। यहाँ चाहिँ हेर्नुहोस् है, यहाँ छ। अब यसलाई यसो माथि गऱ्यो यसरी यो अहिलेको हामीले बिग्रियो, फेरि यसलाई बिग्रियो फेरि त्यसलाई नि हेर्नुहोस् त। अरूसँग हामीले मतलब भएन, सुरुमा हामीले प्लस बनाउने कोसिस गर्ने है। भिडियोलाई पज गरेर हेर्न सक्नुहुन्छ तपाईँहरूले, फास्ट भयो भने चाहिँ है। त्यस्तै गरी अनि ओरेन्ज छ, यहाँ ओरेन्ज छ, तल ओरेन्ज छ, व्हाइट छ। यसलाई पनि यसरी यो चाहिँ हामी अरूसँग मतलब भने हामीले यो मेन यो प्लस चाहिँ मिलाउनु कोसिस गर्ने। भइसकेपछि अब हामी यो कर्नर चाडा कर्नर मिलाउने है। त्यस्तै गरी हेर्नुहोस् अब चाडा कर्नर चाहिँ अब हामीले हेर्नुहोस् त यो यहाँ रेड छ, यहाँ ब्लू छ है। रेड र ब्लू भएको कहाँ छ त? यहाँ चाहिँ हेर्नुहोस् है, यहाँ ब्लू छ अनि यहाँ रेड छ है। यसरी राख्ने हेर्नुहोस् त। यहीँ रेड छ, यहीँ ब्लू छ। अनि यस्तो हेर्दाखेरि हेर्दा यसो मात्रै मेरो यो दाहिनेपट्टिको यसो राखेर दाहिनेपट्टि मेरो दाहिनेपट्टि पुग्छ, मेरो दाहिनेपट्टि पर्छ। यो फर्काउँदाखेरि दाहिनेपट्टि पर्छ है। यो राइट अनि यसलाई चाहिँ एकपटक हेर्दा एकपटक यो अब यो यहाँ राख्दाखेरि यहाँ राख्नु पर्दाखेरि चाहिँ यो राइटपट्टि छ मेरो, यस्तो राइटपट्टि छ। यसलाई लेफ्टपट्टि लाने चाहिँ तल यो घुमाउने माथिलाई फेरि यसरी माथिलाई फेरि फेरि अहिले हामी यता घुमाएको छ नि, त्यसलाई फेरि टर्न फेरि जहाँ घुमायो तिनीबाट तिनी हुने फेरि अफ गर्ने हेर्नुहोस् त। यो रेड मिल्यो, यहाँ ब्लू छ, यहाँ व्हाइट छ है। कलर मिलाउनु खोज्यो क्या हामीले है। त्यस्तै गरी अर्को हाम्रो चाहिँ अब हेर्नुहोस् त यो रेड छ, यो ग्रिन छ, रेड र ग्रिन अनि यहाँ व्हाइट छ। रेड ग्रिन व्हाइट भएको ठाउँमा जाने। रेड ग्रिन व्हाइट यहाँ चाहिँ रेड ग्रिन व्हाइट यहाँ रेडै छ अनि यहाँ ग्रिन छ। यो पनि मैले तपाईँलाई यहाँ घुमाएँ। यो दाहिनेपट्टि देब्रेपट्टि भयो चाहिँ राइटपट्टि घुमाउने है। राइट छ भने लेफ्टपट्टि लगाउने। जस्तै मेरो यो राइटपट्टि छ, यसलाई चाहिँ टर्निङ गर्ने, माथि तल ल्याउने फेरि अनि फेरि एकचोटि फेरि टर्निङ घुमाउने अनि यो फेरि अफ गर्ने फेरि हेर्नुहोस् त। यो कलर मिल्यो नि, कलर मिल्यो। ग्रिन छ, व्हाइट रोपट्टि छ। अब जस्तै अब अर्को मिलाउने अब है। यो अब अर्को पनि मिलाउने क्रममा अब यो ग्रिन ओरेन्ज कहाँ छ भन्दाखेरि ग्रिन ओरेन्ज यही छ। अब यो चाहिँ हेर्नुहोस् त, ठ्याक्कै मैले यसो समातेको थिएँ। यसो भने यो लेफ्टमा छ, हेर्दै लेफ्टमा छ, यो लेफ्टमा यसो गऱ्यो। यो मेरो लेफ्टपट्टि पऱ्यो। अब यदि राइट छ भने लेफ्टपट्टि ल्याउने, लेफ्टपट्टि छ भने राइटपट्टि लाने है। अब यो यहाँ ल्याउनु पऱ्यो नि त, मिलाउनु पऱ्यो नि त। हेर्नुहोस् त यहाँ यो ग्रिन यहीँ छ अनि ओरेन्ज यहीँ छ, व्हाइट यहीँ छ। यो मेरो लेफ्टपट्टि पऱ्यो है। लेफ्टपट्टि परिसकेपछि यसलाई फेरि एकपटक आफूपट्टि राखेर यसलाई यो यसरी एक टर्निङ गर्ने फेरि, यसलाई डाउन गर्ने फेरि यसलाई माथि गर्ने फेरि है। माथि गर्ने भने त यो अब मिल्यो नि। यो अरू तलसँग मतलब भने माथि मात्रै मिल्ने हामीले है। ग्रिन व्हाइट छ। अब त्यस्तै गरी अब अर्को मिलाउने कोसिस गर्ने। अब हेर्नुहोस् त यो चाहिँ अब यहीँ चाहिँ ब्लू छ, यहाँ ब्लू छ, तलपट्टि ओरेन्ज छ अनि साइडमा ऊ छ व्हाइट छ।
यो व्हाइट यसरी हेर्दाखेरि यसो लेफ्टपट्टि साइडमा लेफ्टपट्टि साइड यसो यसो हेरेर लेफ्ट यहाँ लेफ्टपट्टि साइड हुन्छ लेफ्टपट्टि हुनु यो राइट लाने अनि डाउन लाने फेरि अनि फेरि यसलाई जहाँ हाम्रो टर्न गऱ्यो त्यहीँ फेरि लिएर आउने त्यो गर्दाखेरि फर्स्ट लेयर हाम्रो बल्ल मिल्न आउँछ है यसरी यो मिलिसकेपछि यो गरिसकेपछि हामीले त्यसपछि बिचको कर्नर बिचको यो कर्नर यो बिचको कर्नर है यो बिचको यो माथि मिल्यो अब बिचको मिल्नु पऱ्यो नि त अब यहाँ रेड छ यहाँ पनि रेड चाहियो अनि ग्रिन चाहियो यहाँ ग्रिन चाहियो रेड र ग्रिन भएको बिचको रेड र ग्रिन भएको बिचको हेर्ने होइन अनि अन्त जस्तै यहाँनिर ग्रिन छ तलबाट ग्रिन छ यहाँ रेड छ यो यहाँ ल्याउनु पऱ्यो नि त अनि यहाँ यसको यसलाई रेडसँग पहिला यो कहाँसँग मिल्छ रेडसँग मिल्छ यहाँ राख्ने आफूसँग राख्ने यसो फर्किँदाखेरि अब यो यहाँ लेफ्टपट्टि ल्याउनु पऱ्यो यहाँ लेफ्टपट्टि राख्नु पऱ्यो यहाँ लेफ्टपट्टि राख्दाखेरि अब हाम्रो यो यसलाई टर्निङ राइट गर्ने फेरि अनि यो माथिको यतापट्टिको फेरि लेफ्टपट्टि फेरि टर्न गर्ने फेरि अनि फेरि जस्तो छ त्यो माथि उता घुमाएको छ यति घुमाउनु फेरि यो फेरि यस्तो बिग्री फेरि अब यस्तो अब यो दाहिनेपट्टि राइटपट्टि छ राइटपट्टि अघि जस्तो फेरि मिलाउने फेरि राइट छ फेरि यसलाई लेफ्ट गर्ने अनि डाउन गर्ने अनि फेरि हेर्नुहोस् न अब बिग्रेको छैन है अब यो कहिले बिग्रिँदैन त्यस्तै गरी अब हाम्रो हेर्नुहोस् त अब यो ब्लू छ यहाँ ओरेन्ज कलर छ है ओरेन्ज ल्याएर मिलाउने ओरेन्ज मिलाउने अब यो ब्लू पनि कहाँ यसो हेर्ने ब्लू यहाँ छ है अब यहाँ ल्याउनु पऱ्यो यहाँनिर यहाँ ल्याउनु पऱ्यो हाम्रो यसो राख्दाखेरि लेफ्टपट्टि हुन्छ फेरि मेरो लेफ्टपट्टि हुनुलाई राइटपट्टि यसो टर्न गरिदिने फेरि तलको फेरि माथिको डाउन गर्ने फेरि यसलाई तल फेरि जहाँ लाग्यो त्यही फेरि घुमाउने फेरि गाइज अनि यो चाहिँ फेरि हेर्नुहोस् त अब यसरी फेरि हेर्ने यो जहाँ यो व्हाइट छ व्हाइटपट्टि व्हाइट आफू सिधा पार्दाखेरि कहाँ राइट छ भने लेफ्टमा ल्याउने लेफ्ट छ भने राइटमा लाने है यो ध्यान दिनुपर्छ यसो मोसन ठ्याक्कै मेरो अघि राइटमा छ राइटमा त्यो लेफ्टमा लग्यो फेरि डाउन गयो फेरि तल अनि फेरि यता ल्यायो है यो फेरि यो हामीले यो मिलाउनु पुस्तक सेकेन्ड लेयर है त्यस्तै गरी अब हेर्नुहोस् त यहाँनिर ग्रिन छ अनि ओरेन्ज छ ग्रिनसँग मिलाउने ग्रिन छ ओरेन्ज भने यहाँ ल्याउनु पऱ्यो यहाँ ल्याउनु के भयो मेरो सिधा राख्दाखेरि लेफ्टपट्टि ल्याउनु पऱ्यो त्यो लेफ्टपट्टि ल्याउनुलाई फेरि राइटपट्टि फेरि टर्निङ फेरि यता यो लेफ्टपट्टिको चाहिँ फेरि एकचोटि डाउन फेरि अनि यसलाई फेरि जहाँ आफूले जहाँबाट लाग्यो त्यहीँ ल्याउने फेरि जहाँबाट टर्न गर्यो त्यहीँ राख्ने फेरि त्यहीँ घुमाइदिने फेरि अनि यसलाई चाहिँ अफ गर्ने अब हाम्रो यो बिग्री फेरि बिग्दाखेरि यो व्हाइट कहाँ छ आफूतिर फर्किँदा यदि राइट छ भने लेफ्ट गर्ने लेफ्ट छ भने राइट गर्ने अन्त मेरो यो यहाँ यस्तो गर्दाखेरि यो राइटपट्टि पऱ्यो अब यसलाई लेफ्ट लाने फेरि लेफ्ट लाने अनि फेरि डाउन गर्ने फेरि यसलाई डाउन गर्ने फेरि यसलाई यो गर्ने हेर्नुहोस् त मिल्यो त्यो यो फर्स्ट ओवर पनि मिल्यो सेकेन्ड ओवर पनि मिल्यो ग्रिन छ है त्यस्तै गरी यो चाहिँ यो अब लास्ट ओभरमा आइन्छ अब हेर्नुहोस् त यहाँ रेड छ अनि ब्लू छ यहाँनिर रेडसँग मिलाउने यहाँनिर रेडसँग मिलाउने अब यो हेर्नुहोस् अब मात्रै राखेर अब यो यहाँ अब राइटपट्टि लानु पऱ्यो अब यहाँ राइटपट्टि भित्र यहाँ कर्नरमा राख्नु पऱ्यो भनेपछि यो लेफ्टमा लाने फेरि लेफ्टमा लाने एक स्टेप यदि राइटमा मिलाउनु छ भने लेफ्टतिर लाने लेफ्ट छ भने राइटतिर लाने है अनि फेरि यो डाउन गर्ने फेरि यो अघि जस्तो जहाँबाट ल्याएको त्यहीँ फेरि एकचोटि यो अब फेरि यसलाई यसो गर्ने फेरि अन्त अहिले अब लेफ्टपट्टि हुनु फेरि यो लेफ्टपट्टि घाट गयो यस्तो गर्दा लेफ्टपट्टि गयो लेफ्टपट्टि छ भने यो पनि सेम फर्मुला सेम लाउने राइटपट्टि टर्न गर्ने फेरि अप्पर डाउन गर्ने फेरि अनि फेरि अहिलेको जहाँ हामी लगेको त्यहीँ गर्ने अब यो गाइज यस्तो गरेपछि यो हाम्रो यो हेर्नुहोस् त यो बिचको मिलेन पज गरेर तपाईँले हेर्न सक्नुहुन्छ यो चाहिँ अब यो भइसकेपछि हामी ठ्याक्कै यसको अब व्हाइटकै ठ्याक्कै तलपट्टि येल्लोबाट हामी सुरुवात गर्ने अब हेर्नुहोस् त अब सुरुमा यो हेर्नु त ओरेन्ज यो ओरेन्ज अरू किन भने बिचकै हेर्ने सेन्टर हेर्ने फेरि पनि यो ओरेन्ज मिल्यो है यो मिलेको छैन नि यो पनि मिलेको छैन है यो पनि मिलेको छैन अब यसलाई मिलाउनु कोसिस गर्ने कसरी भन्दाखेरि यसलाई यो पुरै टर्निङ गर्ने मैले चाहिँ यो ओरेन्ज त अगाडि राखेको छु है ओरेन्ज राखेको छु अगाडिपट्टि यतापट्टि ओरेन्ज राखेको छु राख्दाखेरि यो अगाडि राख्दाखेरि यस्तो गर्ने अनि फेरि माथि गर्ने फेरि यो गर्ने फेरि यसो गर्ने अनि फेरि झन् बिग्रियो फेरि सेम प्रोसेस ओरेन्ज अगाडि मैले ओरेन्ज अगाडितिर राखेको छु मैले फेरि यसो गर्ने अनि फेरि यो गर्ने अब गर्ने फेरि यो गर्ने जबसम्म मिल्दैन तबसम्म यो सेम प्रोसेस गरिहाल्ने है
अब यहाँ त यो ब्लू ब्लू मिल्यो, ग्रिन ग्रिन छैन, मिलेको छैन। फेरि नमिलिसकेपछि यो झन् मिलेको छैन। जबसम्म मिल्दैन तबसम्म त्यही मैले ओरेन्जबाट मिलाउन लाएँ। मैले जहाँबाट मिलाउँदा हुन्छ, ग्रिनबाट मिलाउँदा पनि भयो, ओरेन्जबाट मिलाउँदा भयो, आफूलाई के अरे ब्लू कलर अगाडि राखेर मिलाउनु भयो है। ल है मैले मिलाउनु गरेको छु। फेरि तपाईँले पज गरेर हेर्न सक्नुहुन्छ है। जहाँबाट मिलाउँदा हुन्छ है। मैले तपाईँहरूलाई सिकाउने क्रममा यो अलि टाइम लागेको, यो नभए यो चाहिँ 5 मिनट पनि बन्छ, 3 मिनट पनि बन्छ। यो चाहिँ घुमाउने तरिका चाहिँ मैले तपाईँहरूलाई बिस्तारै बिस्तारै गरेर सिकाएको मात्रै हो मैले। यो जबसम्म मिल्दैन तबसम्म यो प्रोसेस दोहोऱ्याइरहने। तबसम्म अब हेर्नुहोस् त, हेर्नुहोस् यो सेन्टरको यो ओरेन्ज कलर आयो होइन, तर यसको यो रेड पनि छ होइन, रेड पनि छ, ग्रिन पनि छ, सेन्टरको ऊ पनि छ। तर यो ब्लूमा हुनुपर्छ, रेडमा हुनुपर्छ नि त होइन। यो नमिलेको भएर हामीले फेरि यसलाई चाहिँ के गर्नुपर्छ, यसलाई हामीले व्हाइट तल राखेर माथि राखेर यसलाई मिलाउनु कोसिस गर्नुपर्छ। यसलाई अब यसो गरेपछि यो गर्ने, यसलाई फेरि 1 2 यो फर्मुला यो फेरि डाउन फेरि है, फेरि यो ल यताको एकचोटि गर्ने, मिल्छ हेर्ने, यो चाहिँ मिल्दैन है। जबसम्म मिल्दैन तबसम्म यो हामीले प्रोसेस दोहोऱ्याइरहने, यो प्रोसेस दोहोऱ्याइरहने है। ल अब मिल्दैन, अहिले पनि मिलेन। फेरि त्यही एक सेम प्रोसेस मिलाउने, 1 2 फेरि डाउन, फेरि यही प्रोसेस गर्नु। अब मिल्यो हेर्नुहोस् त, यो मिल्यो ठ्याक्कै, यो ब्लू मिल्यो। अरूसँग हाम्रो सेन्टरसँग प्लस सेन्टर मिलाउनु पर्ने, रेड मिल्यो, यो मिल्यो। ल है यति मिलिसक्यो। अब हामी फेरि कलर मिलाउने। अब कलरमा के छ भने यहाँ ओरेन्ज छ, ग्रिन चाहियो, फेरि यहाँ ग्रिन चाहियो, अनि यहाँ माथि येल्लो चाहियो है। अब त्यो कहाँ छ, यो यहाँ छ, यो यहाँ ल्याउनु पऱ्यो। अनि यो ब्लू रेड यहाँ ल्याउनु पऱ्यो, अनि ग्रिन रेडबाट चाहिँ यहाँ ल्याउनु पऱ्यो हो। ल्याउने क्रममा के त यो चाहिँ फर्मुला कस्तो कुन फर्मुला चाहिन्छ भने यसलाई यसो गरी यो लेफ्टबाट यसो गरी, अनि अब जस्तै गर्नुहोस् तर बिचको बिग्रिँदैन है। तबसम्म त्यो मिल्दैन, तबसम्म हुन्छ बल्ल हेर्नु त यो मिल्यो भने त यो ग्रिन छ, अनि यो ओरेन्ज छ, अनि यहाँनिर येल्लो छ। तर यो मिलेन। फेरि एउटा मिल्यो भने पनि अरू मिल्दैन है। अब मिल्यो भने त मिलिहाल्यो, मिल्यो भने फेरि जबसम्म मिल्दैन तबसम्म त्यो सेम प्रोसेस दोहोऱ्याउने, रिपिट गर्ने। जबसम्म मिल्दैन तबसम्म त्यही प्रोसेस दोहोऱ्याइरहने सेम। जबसम्म मिल्दैन तबसम्म त्यो प्रोसेस चाहिँ रिपिट गरिरहने, मिलिहाल्छ है, मिलिहाल्छ है। त्यसपछि जबसम्म मिल्दैन तबसम्म त्यही प्रोसेस चाहिँ दोहोऱ्याइरहने। फर्मुला त्यही हो, सम्झिनुहोस्, फर्मुला त्यही हो। यसलाई यसो गर्ने, फेरि यसलाई यसो गर्ने, यसो गर्ने, यही प्रोसेस जबसम्म मिल्दैन तबसम्म चाहिँ यो गरिरहने है। जबसम्म मिल्दैन तबसम्म चाहिँ मिलाइ गरिरहने, यही मात्र गरिरहने, यही प्रोसेस गरिरहने है। अब हेर्न सक्नुहुन्छ, हेर्नुहोस् त यहाँनिर यो ओरेन्ज कलर छ, यहाँनिर ब्लू कलर छ। यहाँ हाम्रो चाहिँ यही चाहिने हो, यो कलरमा हामी यही चाहिने हो। अनि यो येल्लो छ है। जस्तै गरी ग्रिन छ, यो ग्रिन छ, अनि ओरेन्ज छ, यो हामीले यही कलरमा चाहिने हो। अनि त्यस्तै गरी यो रेड छ, यो ग्रिन छ, यही, अनि यहाँ येल्लो कलर छ, हामीले यही कलरमा चाहिने त हो नि। अब हामीले अब यो मिलिसकेपछि कुनै पनि उसलाई सेन्टरमा राखेर कुनै पनि उसलाई यसलाई चाहिँ यो जुन नमिलेकोलाई चाहिँ राइटपट्टि पार्ने है, यसलाई राइटपट्टि पार्ने, यसलाई चाहिँ राइटपट्टि पार्ने। यसलाई चाहिँ कसलाई भन्दाखेरि यो कर्न यसलाई राइटपट्टि पारे पनि भयो, यसलाई राइटपट्टि पारे पनि भयो। राइटपट्टि पारे फर्मुला सेम फर्मुला त्यही गर्ने। जबसम्म मिल्दैन त्यो फर्मुला अपनाउने है। यही हो, एक स्टेप उता राख्ने, अनि फेरि 1 2 फेरि डाउन, फेरि टर्न, फेरि डाउन। फेरि यता लेफ्टबाट पनि त्यही गर्ने, फेरि अप 1 2 फेरि तल, फेरि पज गरेर हेर्न सक्नुहुन्छ। जबसम्म मिल्दैन तबसम्म है यो गरेको सेम प्रोसेस गरेको है त। फेरि सेम फर्मुला दोहोऱ्याउने, सेम फर्मुला दोहोऱ्याउने। सेम फर्मुला दोहोऱ्याउने। हेर्नुहोस् त, अब हेर्नुहोस् त, यस्तो यो दुईवटा यहाँ पनि मिल्यो, यो पनि मिल्यो, यो पनि मिल्यो। तर यो मिलेको छैन, जुन मिल्दैन त्यसलाई चाहिँ राइटपट्टि पार्ने, फेरि राइटपट्टि पारेर मिल्ने है। सेम फर्मुला यस्तो फर्मुला गर्ने। फेरि 1 2
फेरि यतापट्टिको 1 2 तबसम्म मिल्दैन तबसम्म हेर्नुहोस् त अब मिल्यो यसरी कुनै कमेन्ट छ भने यहाँले पक्कै पनि उ गर्न सक्नुहुन्छ मलाई अनलाइनमा आएर कुनै पनि कमेन्टहरू कसरी गर्ने के गर्ने त्यस्तो खालको के लागेको छ भने कमेन्ट गर्नु होला हस् धन्यवाद